साउदीको साथीहरू महत्त्वपूर्ण सूचना ध्यान दिएर सुन्नु होला। साउदी सरकारले केही समय यता एक्जिट भिसाको प्रोसेसरहरू बन्द गरेको थियो र नर्मली हुरुप लागेको साथीहरूको काम चाहिँ भइरहेको थियो भने अरूको सम्पूर्णको बन्द थियो र यो सुचारू गरिदिइसकेको छ। अब यदि तपाईँको कम्पनीले हुरुप लगाएको छ 15 दिनभन्दा माथि भएको छ वा अकाउन्टको डेट सकेको 90 दिनभन्दा माथि भएको छ वा कम्पनीले अकाउन्ट नबनाएको 90 दिनभन्दा माथि भएको छ वा कम्पनी रेट क्याटेगोरीमा छ अकाउन्टको डेट सकेको 60 दिनभन्दा माथि भएको छ भने तपाईँ एमबिसीमा गएर एक्जिट भिसाको प्रोसेस गर्न सक्नुहुन्छ। तपाईको अकाउन्ट बनाएको खण्डमा कुन ठाउँमा अकाउन्ट बनाएको त्यो ठाउँको डिप्रेसनले काम गर्ने भएको कारण त्यो ठाउँमा जानु होला। यदि अकाउन्ट बनाएको छैन भने तपाईँ कुन एयरपोर्टदेखि आउनु भएको त्यो ठाउँको डिप्रेसनले काम गर्ने भएको हुनाले त्यो ठाउँमा जानु होला। जस्तै जद्दा साइडको हो भने जद्दामा या तपाईँको दमाम साइड हो भने दमाममा, रियादतिर हो भने रियादमा। अब आबा खमिस ताबुक ताइफ यतातिर हो भने त्यो तपाईँ आफै जद्दामा गएर एमबिसीमा डकुमेन्टहरू पठाउन सक्नुहुन्छ जद्दामा। र यो काम सुरु भइसकेको छ। तपाईँ एमबिसीमा आएर पनि काम गराउन सक्नुहुन्छ। यदि जाने बुझेको साथीहरू छन् जवजातमा गएर पनि प्रोसेस गर्न सक्नुहुन्छ। तपाईँको यसमा कुनै पनि पैसा लाग्दैन, टोटल्ली फ्री हो। एक्जिट लागिसकेपछि टिकटको पैसा लाग्छ, त्यो तपाईँको व्यक्तिगत रहन्छ। बाँकी जति पनि साथीहरूले मेरो एक्जिट लागेन भनेर गुनासो गर्नुभएको थियो, तपाईँको अब एक्जिटको काम सुरु भइसकेको छ। केही समय चाहिँ लाग्ला किनभने धेरैको डकुमेन्टहरू त्यहाँ रहिरहेका कारण अलिकति समय चाहिँ लाग्ला, तर काम चाहिँ सुरु भइसकेको छ। र अर्को जानकारी चाहिँ मैले के गराउन चाहेँ भने मेरो पुरानो भिडियो नै रिपोस्ट भएको थियो, त्यो भिडियो मैले डिलिट गरिदिइसकेको छु। पुरानो भिडियो रिपोस्ट भएको थियो, भिडियो सेयर गर्नु होला ताकि जो साथीहरू नेपाल जान चाहनुहुन्छ उहाँसम्म चाहिँ यो भिडियो पुगोस्। अब काम सुरु भइसकेको छ। तपाईँ एमबिसीमा आएर आफ्नो डकुमेन्टहरू लिएर आफ्नो पेपरहरू पेश गर्न सक्नुहुन्छ, सजिलैसँग नेपाल जान सक्नुहुन्छ। अब यदि तपाईँलाई सस्तो टिकट चाहिएको खण्डमा शेयर क्षेत्रीय सेवा सेन्टरमा सम्पर्क गर्न सक्नुहुनेछ। जय नेपाल, शुभ दिन।